हेलो गुड मर्निङ साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। बिहानको 7 बजिसकेको छ अनि भर्खरै म पनि उठेको अनि भ्लग स्टार्ट गरिहालेको होइन साथीहरू। अनि त्यही हो साथीहरू, अब आज चाहिँ मस्याङ जानुपर्ने छ हाम्रो दापचुक बारीको। अनि त्यो चाहिँ अब जानुपर्ने हुन्छ, तर यतिखेर चाहिँ शीतले हुँदैन जानलाई होइन, अलिकति घामले त्यसलाई तताउनु पर्छ क्या साथीहरू, अनि नत्र झर्दैन। अनि त्यही हो साथीहरू, अघि नै देखिहाल्नुभयो हामीले फर्सी उसिनिसकेका छौँ, त्यो पनि खानुपर्ने हुन्छ। र त्यसपछि खानासाना खाएर 9-10 बजीतिर चाहिँ मस्याङ झार्नको लागि जानुपर्ने हुन्छ। हामी अब को जान्छौँ होइन, अब आगे देखा जाएगा, पछि देखा जाएगा, आगे देखा जाएगा होइन साथीहरू। त्यही हो, अब बाख्राहरू यसरी टाउको निकालिरहेछन्, निस्किन खोज्दैछन्, तर यिनीहरू निस्किने भनेको 9-10 बजी मात्रै हो होइन। यता देख्न सक्नुहुन्छ हाम्रो काली भैँसी, अनि यता देख्न सक्नुहुन्छ हाम्रो दिदी कान्छी, अनि घाँस सुकाउँदै हुनुहुन्छ। दिदीलाई स्वागत छ मेरो भ्लगमा। धन्यवाद। दिदीहरू त अघि बिहानै उठेर फटाफट काम गर्दै हुनुहुन्छ। म चाहिँ भर्खर उठेर मुखसुख धोएर भ्लग मात्रै स्टार्ट गरेको। त्यही हो साथीहरू, भ्लगलाई इन्जोय गर्नु होला। अनि भ्लग मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला है त। ल साथीहरू, हामी चाहिँ गुटुङ लगाएर भर्खर हिँडेका छौँ होइन। 10 पनि बजिसकेको छ। अब गएर चाहिँ यसो ठाउँसाउँ बनाएर हामी टक्क यो लट्ठीले झार्नुपर्ने हुन्छ मस्याङ। त्यो मस्याङ झार्नको लागि चाहिने सामानहरू बोकेर चाहिँ हामी हिँडिसकेका छौँ। अनि तपाईँहरूलाई देखाउँछु एउटा चिज। देख्नुभयो राम्बो यत्रो भइसक्यो यो राम्बो हे राम्बो के देख्यो यसले, के देखेछ मलाई? कतिको सिकारी छ मुला। योसँग त यस्तो 6-7 महिनापछि भेट भयो। हामी चाहिँ अब जाँदै बस्छौँ अनि ठाउँहरू यताउता बनाउने कार्य हामी शुभारम्भ गर्छौँ साथीहरू। त्यही हो, हेर्दै गर्नु होला। हामी त्यहाँ पुगेपछि फेरि देखाइ नै हाल्छु कि म देखाइ नै हाल्छु। ल साथीहरू, म चाहिँ फाइनल्ली आइपुगेँ है, अनि देख्न सक्नुहुन्छ यता मस्याङहरू सबै काटेर दिदीले चट्ट राख्नु भएको रहेछ यसरी। अब यसलाई चाहिँ टक्क अलिकति हटाएर यतै ठाउँसाउँ बनाएर चाहिँ अनि मस्याङ झार्नुपर्ने हुन्छ साथीहरू। अनि पहिलाको भिडियो हेर्नु भनेर त थाहा पाइहाल्नुहुन्छ होइन। अब हाम्रो उता एउटा हो, यो एउटा, अनि त्यसपछि तल 2टा छ। अनि त्यो चाहिँ आज झ्याप्प लाएर सकाउनु पर्ने हुन्छ है साथीहरू। त्यही हो, अब ठाउँसम्म बनाउँछु। म चाहिँ आइपुगिसकेको छु। दिदी कान्छी चाहिँ खोइ के गर्नुभयो, पछि बस्नु भएको थियो, अहिलेसम्म आइपुग्नु भएको छैन। म चाहिँ आइसकेको छु है साथीहरू। अब चाहिँ ठाउँसम्म यसो चट्ट बनाउने प्रोग्रामतिर लाग्नुपर्ने हुन्छ है साथीहरू। ल देख्न सक्नुहुन्छ पछाडिको दृश्यहरू होइन, यस्तो छ है दृश्य चाहिँ अहिलेको। घाम चरक्क लागेको छ, आनन्द छ साथीहरू चाहिँ। साथीहरू सहरमा त टक्क लाएर गोलबेडा सोलबेडा होइन किन्नुपर्छ, पैसा तिरेर, त्यो पनि सस्तो भए पो 100 रुपियाँ केजी, 120 रुपियाँ केजी होइन, 140 रुपियाँ केजीसम्म किन्नुपर्छ। यहाँ त साथीहरू गाउँमा देख्न सक्नुहुन्छ यति धेरै है बारीमै क्या, त्यो पनि रोपेको होइन, कहाँदेखि आफै उम्रेर कि हेर्नु त चराले पनि खाएछ। यस्तो हुन्छ गाउँ भनेको स्वर्ग नि हो साथीहरू, स्वर्ग हो स्वर्ग गाउँ भनेको। के भन्ने यार, बाटै के अरे बारीभरि गोलबेडा हुन्छ सहरमा।
100 रुपियाँ केजी 120 रुपियाँ केजी तिरेर अनि किन्नुपर्ने। गाउँ भने गाउँ हो नि साथीहरू, यस्तो हुन्छ। अब ठाउँ बनाउनु पर्ने भयो साथीहरू। अब चाहिँ तत्काल आएर मस्याङ झार्नको लागि चट्ट लाएर ठाउँ बनाउने हो अनि दनादन दिने हो। त्यसपछि सकाएपछि मात्रै घर गइन्छ। आज यसको सुरु पनि आजै हो, अन्त्य पनि यसको आजै हो। ठाउँ यतै होला, अब अलिकति फराकिलो ठाउँ यही हो, यहीँ बनाउने हो। च्याट्याक्क लाएर यसलाई अलिकति साइड लाउनु पर्यो, यिनीहरूलाई हटाउनु पर्यो। मास्क ल्याउनु बिर्सिएछ। अब यही सेन्डो बेसले मास्कको काम गर्ने भयो। nó ăn con hôn lên chẳng hả? Hôm trước bom nó hôm pushni bu mana lên chai gorsa. Tua thì nó rồi. Cái gì nữa mà. Sao ấy चलेन चलेन ठाउँ नचलेपछि यस्तै हुन्छ। ढुलो के परेला वरि भए के मुख हिउँसीमा Kansangko kurisiran ras darum cime itu sarpe ke randum. Petiwal tu khiche pa hone kuri marta. Ati ano julo iduro am sidan. गाउँको काम भने यस्तै हुन्छ। हामी बिरको सम्पूर्ण साधारण सोच्यो कस्तो दामी देखिरहेछ। मकै चाहिँ आस्यो ल मकै हुनुहुन्छ आछु मकै थाच्छु न इमे Jukana bachcha sasto pa. गाउँको खाजा पिज्जा बर्गर मोमो चाउमिन यही हो। Muri local mai. लोकल मही लोकल पानी लोकल फर्सी लोकल मकै पनि छ हामीसँग खाजा। एउटा मकै त्यो पनि बादल हाम्रो गाउँमा चाहिँ पुसमा पनि मकै हुन्छ है।
यसै गरी यो सबै सकाउनु पर्ने हो। आहा ब्याट्री पनि लो भइसक्यो। यो सबै सकाउनु पर्ने भयो। तनाव भयो। यो हातै दुख्यो हम्काउँदा एक किसिमको तनावै भयो। अब कन्टिन्यू हानौँ। यतिको भएपछि त भयो नि होइन? अलिकति हावै नचल्ने क्या साथीहरू के भयो वाह बिसिल टक्टी बुढी मासु छ। बिसिल चस्मा 300 करोडको ल्याउनु पर्ने भयो। चस्मा चाहिँ यति राम्रो भयो यार। यहाँ भक्ति भयो नि त। ल त साथीहरू अब चाहिँ फाइनली यहाँको मस्याङ झार्ने काम पनि सक्यो। देख्न सक्नुहुन्छ भारी चट्ट लाएर गर्दै हुन्छ दाजुले। अनि मेरो चाहिँ यहाँ चट्टसँग गरिसकेको छु मैले। अनि अब चाहिँ जानुपर्ने हुन्छ। दिदीले चाहिँ काम पाउनुहुन्न। टमाटरमा पानी हाल्नु भएको छ। अब हामी अब कहिले आउँछौँ अब बाटोमा हिँड्नेले टपक्क टिप्ने लाने अनि घरमा लगेर चट्ट अचार बनाउने कि त तरकारी बनाउने अनि खाने। त्यही त हो नि। हाम्रो दिदी कान्छीको दुःख म हेर्नै सकिनँ। कोही बेला पनि टिभी सक्नु भएछ। तर साथीहरू म चाहिँ लाग्नुपर्ने हुन्छ। पुरै हात दुख्यो यार। हावा हम्किँदा यस्तो दुखेछ नि। भोलि बिहान त कक्रक कुक्रुक हुन्छ होला हौ। ल साथीहरू अब हामी जान्छौँ है त। लट्ठी म भारी उठाउँदाखेरि लट्ठी टेकेर उठाउनु पर्यो। आफूले लासिल कान्छ। ल समस्या छ। नब्रे चोट ल्याउनुमा कान्छ। ल ओ भारी उठाउनु हो। उठाउनु चाहिँ गाह्रो रहेछ। लौरा फेरि ल साथीहरू भारी उठाइयो लाग्यो घरतिर। दाजुको साइडमा बोय बेडाएर मोबाइल टुल्लुङ झन्डेछ। साथीहरू लाग्यो घरतिर टक्रङ लौरा टेकेर। अघि नै भनेको भारीमा बान्नु पर्थ्यो नि। अघि नै झर्छ भन्दै थिएँ मैले। ल साथीहरू फाइनली घर चाहिँ आइपुग्यो। अब भारी तारी यता राखियो। त्यसपछि अब चाहिँ लुगा चेन्ज गर्नु पर्यो। अब नुहाइँदैन किनभने चिसो लाग्छ यार। जाडो छ चिसो लाग्छ। भोलि दिउँसोतिर टक्क नुहाइन्छ होला बरु। अहिले चाहिँ ननुहाउने यत्तिकै लुगा मात्रै चेन्ज गर्ने मुखसुख धुने त्यति हो बस। काम कुरा त्यही हो साथीहरू। चिसो लाग्नुभन्दा त त्यही ठिक जस्तो लाग्यो। मर्नुभन्दा बोलाउनु निको भन्छ। त्यही होला साथीहरू। त्यही गर्नु पर्यो अब। त्यो साथीहरू मम्मीले भान्सा गर्दै हुनुहुन्छ। आमाले भनौँ न। आमाले भान्सा गर्दै हुनुहुन्छ। खाना पाक्न लागिसकेछ।
अहिले टाइम 4 बजिसकेको छ। लुगा सुगा फेर्ने, मुख सुख धुने, हात खुट्टा धुने, अनि टक्क लाएर तरकारी बनाउनु पर्ने हुन्छ। तरकारी सरकारी बनाएर अनि पप्लक्क खाएर अनि टुक्लुक्क सुत्नुपर्ने हुन्छ साथीहरू।